घरि हेयर टपर बनाएछ, घरि हेयर एक्सटेन्सन्स बनाएछ त घरि हेयर विग बनाएछ। कन्फ्युजन कन्फ्युजन, सल्युसनका पता नै। ठ्याक्कै यस्तै सिचुएसन भएको छ हाम्रो क्लाइन्ट्सहरूसँग अहिले। धेरैजनासँग हामीले कुरा गरिरहँदा उहाँहरूलाई चाहिँ प्रडक्ट चुज गर्नको लागि कस्तो कन्फ्युजन भएको, डिलेमा भइरहेको चाहिँ हामीले बुझिरहेको हुन्छौँ। यो किन भन्दाखेरि पछिल्लो 2-3 वर्षमा यो हेयर टपरले मार्केट यस्तो खाइदियो नि होइन। सो सबैजनालाई यो फिल हुन थालेको छ कि टपर नै हाम्रो सबै हेयर प्रब्लमको चाहिँ सल्युसन हो कि, तर त्यस्तो होइन है। सो हरेक हेयर प्रब्लमको लागि भनेर डिफ्रेन्ट हेयर प्रडक्ट्सहरू चाहिँ डिजाइन गरिएको हुन्छ। सो त्यही अनुसारको नाम पनि राखिएको हुन्छ र यो प्रडक्टहरू के को लागि हो, के प्रडक्ट हुन्छ होइन, नर्मल्ली के को लागि हो भनेर चाहिँ आज म हजुरहरूलाई भन्नेछु डिटेलली, सो द्याट हजुरहरूलाई चाहिँ फेरि कन्फ्युजन नहोस् र प्रडक्ट चुज गर्नमा एकदमै सजिलो होस्। आफ्नो लागि बेस्ट जे हो त्यही नै हजुरहरूले पर्चेस गर्न सक्नुहोस् है। सो हजुरहरूको कस्तो हुन्छ भने हेयरको प्रब्लम छ, थिनिङ प्रब्लम छ भने दुईवटा कन्सर्न हुन्छ। एउटा यो क्राउन एरियाको कन्सर्न हुन्छ, अर्को लेन्थको कन्सर्न हुन्छ। यदि हजुरको चाहिँ कन्सर्न क्राउन एरियाको हो भने हजुरले टपर चुज गर्नुपर्ने हुन्छ। हजुरको क्राउन एरियामा थिनिङ छ, हजुरको क्राउन एरिया छोप्नु पर्ने छ केही कारणले, ग्रे हेयर भएर होस् अथवा कर्ली फ्रिजी हेयर आएर होइन, हजुरको कसैको केराटिन गरेको हुन्छ, बढ्दै जाँदा स्ट्रेट हुन्छ, माथि कर्ली आउँछ, सो त्यो कभर गर्न होस्, या त नर्मली भोल्युमको लागि होइन। कभर गर्नको लागि जति पनि रिजनहरू हुन्छ, इस्यु हुन्छ, त्यसको लागि चाहिँ हजुरको बेस्ट भनेको टपर नै हो, हेयर टपर नै हो होइन। तर टपरले चाहिँ हजुरले ध्यान दिनुपर्ने कुरा भनेको नर्मल टपर, स्ट्यान्डर्ड टपरले चाहिँ हजुरको यो लेन्थ वाइज चाहिँ यसमा यति धेरै भोल्युम हुँदैन, जुनले चाहिँ हजुरको लेन्थको थिनिङ चाहिँ कभर गर्न सकोस्, अथवा लेन्थमा चाहिँ एकदमै धेरै भोल्युम एड गर्न सकोस्, अथवा हजुरको लेन्थमा चाहिँ लेन्थ एड गर्न सकोस्। यो काम टपरबाट हुँदैन प्लिज है। बिकज हजुरको यो टपर यसरी लाउँदाखेरि टपरमा कति पनि हजुरको भोल्युम आएको हुँदैन नि त हजुरको लेन्थ एड हुने गरी त। हजुरको यदि सपोज यहाँसम्म छ कपाल भने टपर लाउनुभयो भने त यो एकदमै नराम्रो देखिन्छ कि, ब्लेन्ड नै हुँदैन, छुट्टिन्छ नै होइन। सो टपरले काम गर्ने भनेको हजुरको मेन भनेको यो पार्टको लागि, र तल लेन्थ वाइज हल्का भोल्युम एड गर्ने काम गर्छ, धेरै होइन है। सो यदि हजुरको कन्सर्न चाहिँ लेन्थ वाइज हो होइन, लेन्थमा यदि हजुरलाई चाहिँ यो पार्टमा भोल्युम एड गर्नु छ, अथवा यो पार्टमा हजुरको यति लेन्थ छ हजुरलाई लामो बनाउनु छ भने हजुरले एक्सटेन्सन्सहरू युज गर्न सक्नुहुन्छ। र एक्सटेन्सन्समा हजुरको भोल्युमाइजर एक्सटेन्सन्स भनेर डिफ्रेन्ट टर्मिनोलोजी पनि हामीले राखेको छौँ होइन। भोल्युमाइजर भनेको सिम्पली हजुरको हेयरको भोल्युम बढाउने, हजुरको भोल्युम लेन्थ यति छ, यतिमै हजुरलाई भोल्युम अलिकति बाक्लो बनाउनु छ भने भोल्युमाइजर होइन, हजुरले एक्सटेन्सन पनि भन्न सक्नुहुन्छ त्यसलाई। तर यदि हजुरलाई लेन्थ एड गर्नु छ भने चाहिँ यतिकै हेयरमा लेन्थ एड गर्नु छ भने एउटा पिस लाउने, दुईवटा पिस लाउने, तिनवटा पिस लाउने होइन। त्यो चाहिँ अब हजुरको हेयरको थिकनेस अनि त्यो कटिङहरू कस्तो के छ त्यसमा पनि डिपेन्ड गर्छ। सो यो चाहिँ हजुरको हेयर एक्सटेन्सन भयो, जुनले चाहिँ लेन्थमा तलपट्टि काम गर्ने भयो होइन। अर्को भनेको हाम्रो प्रडक्ट भनेको एकदमै फेमस, हजुरहरू धेरैजनालाई थाहा छ विगको बारेमा होइन। विग भनेको कस्तो केसमा लाउने भन्दाखेरि यदि हजुरको कपालै छैन, अथवा कपाल छ भर्खरै उम्रिँदैछ, अथवा एकदमै छोटो बोइज कटको छ जुनमा चाहिँ हजुरको हेयर टपरहरू क्लिप गर्न सकिँदैन, अथवा हुन्छ नि हजुरको इन्टायर हेडलाई चाहिँ कभर हुने गरी हजुरलाई कपाल चाहिएको छ भने हजुरले विग युज गर्नुपर्ने हुन्छ। र विग हजुरले कपालमा भोल्युम एड गर्न अथवा क्राउन एरियाको थिनिङ कभर गर्न, छोप्न, लेन्थ एड गर्नको लागि युज गर्ने होइन। विग भनेको इन्टायर हजुरको फुल हेड कभरेजको लागि युज गर्ने हो। र अहिले मैले देखाएको यो 3टा प्रडक्ट बाहेक पनि अरू प्रडक्टहरू पनि छ जुन चाहिँ यिनीहरूकै अन्डरमा आउने क्याटेगोरीमा पर्छन् होइन। कुनैले के काम गर्छ, कुनैले के काम गर्छ। सो हजुरको लागि चाहिँ बेस्ट प्रडक्ट, एकदमै सुइटेबल प्रडक्ट कुन हुन्छ त भनेर बुझ्नको लागि चाहिँ हजुरहरूले हामीसँग डाइरेक्ट कम्युनिकेसन गर्नै पर्छ, राम्रोसँग बुझ्नै पर्छ, अथवा हाम्रो अफिस स्टोरै आएर ट्राई गरेर प्रडक्टहरू हेर्नै पर्छ हजुरको लागि बेस्ट कुन हुन्छ भनेर थाहा पाउनको लागि है त। सो आई होप यो भिडियो हेरिसकेपछि चाहिँ हजुरहरूको लागि यो विग, एक्सटेन्सन अनि टपरमा चाहिँ कन्फ्युजन हुँदैन होला। धेरैजनाले टपरलाई पनि विग भन्नुहुन्छ, विगलाई पनि टपर भन्नुहुन्छ, एक्सटेन्सनलाई पनि टपर भन्नुहुन्छ, टपरलाई पनि एक्सटेन्सन भन्नुहुन्छ, एन्ड मेनी मोर है। सो एकदमै कन्फ्युजन, एकदमै मिक्स भइरहेको थियो, हजुरहरूको लागि पनि गाह्रो भइरहेको थियो होला बुझ्न, र हामीलाई पनि गाह्रो भइरहेको थियो बुझाउनको लागि। सो आई थट यो भिडियो हेरिसकेपछि हजुरहरूलाई सजिलो हुन्छ। एकचोटि राम्रोसँग यो भिडियो हेरेर हामीसँग कुरा गर्नुभयो भने इभन बेटर हुन्छ है त। थ्याङ्क यू सो मच फर वाचिङ।